दर्शकवृन्द नमस्कार। यति बेला म सल्यान जिल्ला खलङ्गादेखि करिब 1 किलोमिटर अगाडि र श्रीनगर बजारदेखि करिब 8 किलोमिटर माथि सीतापाइला भन्ने स्थानमा रहेको छु। सल्यान जिल्लाका धेरै धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरूमध्ये एक स्थल यो सीतापाइलालाई पनि मानिन्छ। तर यहाँको संरक्षण, सम्वर्धन नहुँदा र प्रचार प्रसार नहुँदा यो स्थान ओझेलमा परेको छ। त्यसै पनि ऐतिहासिक र धार्मिक दृष्टिकोणले हेर्ने हो भने सल्यान निकै महत्त्वपूर्ण स्थान मानिन्छ। खैराबाङको भुवनेश्वरी मन्दिर, छाया क्षेत्र, शङ्खमूल, कुपिन्देदह सल्यानको चिनारी मात्र नभएर नेपालको पर्यटकीय क्षेत्रहरूमध्येका केही महत्त्वपूर्ण स्थान मानिन्छन्। तर सल्यानको सदरमुकाम खलङ्गादेखि केही दूरीमा रहेको सीतापाइला भने आफ्नै ऐतिहासिक र धार्मिक महत्त्व रहे तापनि उचित संरक्षण र प्रचार प्रसारका अभावले ओझेलमा परेको देखिन्छ। शारदा नगरपालिका 2 लुहापिङमा रहेको सीतापाइला त्रेता युगमा भगवान रामका पत्नी सीता यो क्षेत्रमा घुम्दै गर्दा ढुङ्गामा पाइलाको प्रतिमूर्ति रहेको जनविश्वास रहेको पाइन्छ।